नमस्ते सबैजनालाई। यो देखिराख्नु भएको प्रायले नै चिन्नुभयो होला है, तर कतिजनालाई थाहा नहुनु पनि सक्छ। त्यही भएर छोटो भिडियो बनाएर सेयर गर्दैछु। यो चाहिँ बनसिलम हो। यो खानुको फाइदा चाहिँ धेरै नै रहेछ। स्वास्थ्यको लागि एकदमै राम्रो रहेछ। यो चाहिँ गुणकारी, डायबिटिज हुनेहरूले पनि यो खानु चाहिँ एकदमै राम्रो रहेछ, फाइदाजनक। अनि अरू कतिवटा बिरामीहरूलाई पनि नियन्त्रण गर्ने रहेछ। मोटापा कम गर्नुको लागि पनि यो चाहिँ धेरै राम्रो रहेछ। यो चाहिँ धेरै नै गुणकारी रहेछ। म यो छोटो भिडियोमा सबै कुरा भनेर त सक्दिनँ अहिले। आजकल चाहिँ मैले पनि खाने गरेको छु, धेरै नै राम्रो लाग्दैछ। अनि यो खायो भने चाहिँ पुरै अगाको जस्तो हुँदो रहेछ र अरू खानेकुराहरू पनि भोक छिटो लाग्दैन रहेछ, अरू खानेकुराहरू खानु मन लाग्दैन रहेछ। त्यही भएर चाहिँ मोटापा कम गर्न चाहनेहरूको लागि चाहिँ एकदमै राम्रो लाग्यो। यो खाएपछि चाहिँ पुरै अगाइरहेको जस्तै हुँदो रहेछ। यो चाहिँ किनेर ल्याएपछि चामल दालहरू जस्तै मजाले नाङ्लोमा अथवा केहीमा केलाएर ढुङ्गाहरू अलिअलि छ भने, मैलाहरू छ भने केलाएर राख्नुपर्छ। अनि बेलुका चाहिँ फिल्टरको चिसो पानी अथवा उमालेर सेलाको पानीमा 1 चम्ची चाहिँ भिजाइराख्नुपर्छ। अनि बिहान चाहिँ खाली पेटमा खानुपर्छ। यो चाहिँ मैले बेलुका भिजाएर राखेको हो है। फुल्लेर यस्तो ठुलो ठुलो हुन्छ, यस्तो जेली टाइपको। हेर्दा कस्तो राम्रो देखिन्छ, हेर्दा पनि यस्तो। कोही बेला बेलुका भिजाउनु बिर्सिहाल्यो भने बिहान हतार गरेर खानु परेमा अलिक मनतातो पानीमा भिजायो भने पनि एकैछिनमा यसरी जेली भइहाल्छ। त्यो चाहिँ मैला जस्तो लाग्यो भने एकपटक पखालेर पानीमा हालेर चलाइरहनुपर्छ, नभए अलिक गाँठो पर्छ। चलाइरहनु भने चाहिँ कस्तो राम्रो। हुन त विभिन्न भिडियो, विभिन्न माध्यमबाट तपाईँहरूलाई जानकारी भइरहेकै होला र हुने पनि छ। तर पनि मैले आफ्नो तर्फबाट यति छोटो भिडियो चाहिँ बनाउनु मन लाग्यो, सेयर गर्नु मन लागेर गरेको। धन्यवाद।